हे भगवान, सेनाले पुरै कब्जा गरेछ नेपालको फेसबुक। हर्क साम्पाङका साइबर सेनाले वीरेन्द्र जैरूको समाचारको विरोध गर्दै सर्वोच्च नेताले जैरू कि खैरू भनेपछि आक्रमण सुरु भएको अहिले आएर यति घिनलाग्दो अवस्थामा पुगेको छ। नेपालमा कुनै कानुनै छैन, जे बोले पनि हुन्छ, जे लेखे पनि हुन्छ। नेपालमा केवल दुर्गा प्रसाईले के बोल्छन् के लेख्छन् भनेर सम्बन्धित निकायले हेर्ने गर्छ, अरूलाई छाडा छोडेको छ। यस्तो किन? यो भिडियो सेयर गरेर नियमन गर्ने संस्था कुन हो? सूचना तथा सञ्चार मन्त्रालय या गृह मन्त्रालय? यो भिडियो त्यहाँसम्म पुर्याउनु पर्यो। समाचार चित्त नबुझेको खण्डमा प्रेस काउन्सिलमा उजुरी गर्ने हो, त्यो पनि भएन भने अदालतमा जाने हो। यो कुरा उहाँ कानुन बनाउने मान्छेलाई भन्दा धेरै मलाई थाहा छैन। तर कानुनी राज्यमा यसरी अराजक बन्नु यो हाम्रो कस्तो संस्कार हो? चित्त नबुझेको ठाउँमा कानुनी उपचार गरौँ, सम्बन्धित निकायहरू छन् त्यहाँ गएर उजुरी गरौँ। एकले अर्कालाई हिलो छ्याप्दैमा सही गलत गलत सही हुनेवाला छैन। समाज विक्षिप्त बन्दैछ यस्ता किसिमका क्रियाकलापहरूले। राज्य किन मौन छ?